छोडेकै हो तपाईलाई त्यस्तो कोरोना गर्नु टेन्सन भइरहेछ साँच्चीकै छोडेको नि मलाई 3 वर्ष भयो छोडेको म आज पनि गाह्रो भइरहेछ चलाइरहेछ त्यही भएर हातहरू सानो भएको धेरै टेबल ट्याप गर्न भाइ खादिनु न इन्टुमा हेर्नु त मागिरहेको छ ठिक छ ल तपाईको चाहिँ हातखुट्टा एकदम ठिक छ तपाईलाई म भरे अब गिफ्ट गर्ने केटी खोजिदिन्छु अस्ट्रेलिया अमेरिकाकै आउँछ मेरोमा जापानकै आउँछ बहिनीहरू है तपाई त पास हुनुहुँदो रहेछ राजा तपाई मेरो लाइफमा केही पनि गर्नु पर्दैन हो यति गर्दै भयो तपाईले केटी पाउँछ क्या साच्चै पाउँछ सेटअप पनि गर्दियौ गेम खेलौँ न त अहिले पोलिसम्यान म्याच खेलौँ न सेटअप पनि गर्दियौ पुसअप पनि गर्नु ल पुसअप पनि गर्नु ल Oh my god! Oh my gosh! Yeah! Oh my god! नो राजा त पास गर्नु राजा ल यति मेरो लाइफमा आयो भने तपाईले केटी त 100% पाउँछ क्या अस्ट्रेलियाकै गिफ्ट गर्ने केटी पाउनुहुन्छ जापानकै कोर्सियाकै तर त्यस्तो के कोही गयो हैन पुरै बडी सडी देख्ला हैन फेरि अब डराएर भाग्यो भने फेरि मलाई केही नभन्नु हैन आमा भाग्दैन तर तपाईको बडी मात्रै ठुलो रहेछ हैन तर तपाईको खुट्टा चाहिँ सानो भयो के सो ओके हैन यस्तो सानो खुट्टा गर्ने खुट्टाले हातले हैन अर्कैले गर्ने हो आफ्नो मन ठुलो हुनुपर्छ क्या बरा बिचारा अनि अब तपाई श्रीमतीसँग पनि छुटेको त्यत्रो वर्ष भएछ अनि तपाईको जवानी अहिले सम्हाल्न सक्ने छ कि सम्हाल्न नसक्ने छ भन्नुस् त अबे सम्हाल्न नसकेर के गरम भक्ति पोखिन्छ मेरो त जवानी सपनामै भक्ति पोखिन्छ हजुर त्यही भएर किन खेर थाल पकाउनु भनेर हो के बरा बिचारा तपाईको चाहिँ हट्टाकट्टा जिउ रहेछ कति राम्रो रहेछ म चाहिँ है तपाईलाई चाहिँ म भरे पास गराएको छु हैन अनि तपाई अलिकति अनि अब हामी कस्तो पोलिसम्यान म्याच खेल्ने हो कि कस्तो खेल्ने हो अलिकति अहिले हामी नर्मलै खेल्ने हो अहिलेलाई नर्मल अब हामी भर्खर पो जोड्दैछु तपाईले फलो ब्याक दिनु भएको छैन हैन ल म फलो ब्याक दिन्छु तपाई भरे मेरो लाइफमा तपाई आउनुहोस् है राजा तपाईले यति गर्नुहोस् मेरो लाइफमा आएर तपाई पछाडी फर्किने अनि हाइट नाप्न दिने तपाईसँग केटी त फिदा हुन्छ तपाईको गिफ्ट पनि चाहिँदा यति गर्नुपर्छ कि हो त्यस्तै यही ड्रेसमा आउने मेरो भरे मेरो कार्यक्रममा यही ड्रेसमा आउने पुसअप गर्ने उता फर्किने यति गरे भने त हजुर त पास मेरो लाइफमा तपाईलाई अस्ट्रेलिया अमेरिका साउदी जाने कुवेत जाने सबै कोर्सिया जाने हजुर अहिले नै कोहीसँग अहिले आतुरी नै भइरहेछ हैन माथि नम्बर मैले बायोमा राखेको छ अनि उहाँलाई यसो छ भने नम्बरहरू दिनु लगाइ नै हुन्छ अनि तपाई एकचोटी उता फर्किएर के गर्नु भन्दाखेरि तपाईलाई ग्यास्ट्रिक भएको छ अब उता फर्किनु राजा है का राजा हिरो तपाई पछाडी फर्किनु भक्क पात्न दुई चोटी पात्नु त पछाडी फर्किनु गनायो अघि पाटेको त गनायो गोप्टा हुनु त राजा ल ढक्क पात्नु गोप्टा हुनु निउरिनु पात्नु ढक्क दुईचोटी हो अर्कोचोटि वाउ के गरे भने मेरो बुढामा त राजा पास केटी त मिल्छ अस्ट्रेलिया अमेरिका जाने साउदी कतार जाने सबै मिल्छ कोर्सिया ओ माय गॉड यही खोजेको के हाम्रो लाइफमा आएपछि केटाहरुलाई एकदमै मिल्दैन न भाइ चुप हान्दिनु एउटा मेरो प्लिज मेरो भाइ अरूकोले कसैले पनि खेल्दिनु न कोही हुनुहुन्छ नि गाइस रात त खतरा पर्छ गाइस ए अनि हजुर त सिंगल कि मिंगल तपाई त अब म चाहिँ कन्नेकेटी हो बिहे भएको छैन मेरो उमेर चाहिँ 20 पुरा पुग्यो 21 वर्ष हो बिहे भएको छैन अबे मलाई पनि 20-21 वर्षको चाहिएको थियो कि होस्टर नै ताक्दिउँ त अब भरे मेरो लाइफमा आउनुहोस् 7 जना केटी राख्छु गेस्टमा तपाईलाई कुन चाहिँ केटी मन पर्छ अस्ट्रेलिया अमेरिका साउदी कतार मलेसिया दुबई कोर्सिया सोर्सिया जापान कहाँको चाहिन्छ आहा रे मेरो भाइ तपाईलाई त्यहीको मिलाइदिन्छु के यसो गर्नु न फेरि अब कति वर्ष अब के रे कति बेला आउने हो तपाईको लाइफ यसो इनबक्समा नम्बर पठाइदिराखे नि हुन्थ्यो थ्यांक यू बुस्टिङ मेरो भाइ के हो यो हुन्छ म पठाइदिन्छु कि तपाईलाई तर मेरो लाइफमा तपाई आउनु पर्ने हुन्छ हैन म त 24 घण्टा म त 24 घण्टा रेडी म त 24 घण्टा भन्नु तपाईले रातको 12 बजे नि घरमा आउनु भने म आउने खालको मान्छे म यति ज्ञानी मान्छे
भाइ खेलिदिनु न, कसैले खेलिदिनु न यसमा इन्टोमा लिटबाट चाहिँ प्रधान अलिकति फेरि पनि उ गरौँ लु गर्नु त कतिचोटि तपाईँले 20 चोटि मात्रै हान्नु पुछ गर्नु है ल गर्नु त 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 भयो तर तपाईँ यो मात्र फेल हुनुभयो पुसमा फेल हुनुभयो किन भने हैन अलिकति गरे भने प्रतिदैन छातीले छुनुपर्छ हिजो बेलुका घरमा बसेको थिएन लास्टै ढाड दुखिरहेको छ क्या त्यही भएर लास्टै ढाड दुखिरहेको छ ढाड सर्किरहेको छ क्या यो के हो यो बुस्टिङ के हो उसमा खेल्दैन न यो बुस्टिङ अबे उहाँले त बुस्टिङ लाउनु भयो उतापट्टि ठिक छ नि सबैले हान्दिउँ न एउटा चुप्पा पनि हान्दिउँ न कोही हुनुहुन्छ बरा बिचरा मेरो भाइले मात्रै सपोर्ट गर्नुभयो सबैले खेल्दिनु न कोही छैन मुन्टारी के गर्नु आशाङ अब आफू त अब एकदम खतरा छ अनि तपाईलाई म पुलिसम्यान म्याच खेलौँ अब तपाईलाई पनि सपोर्ट आउँछ मलाई पुलिसम्यान म्याच खेलौँ अब 2000 देखि माथि 1000 त नगरौँ तपाईँ र ए ल यसो गरौँ त ल 1000 मा खेलौँ न पनिसमेन्ट 1000 मा त नखेलौँ न 2000 मा खेलौँ न 2000 मा ल एउटै पनिसमेन्ट जो हार्छ उसले टाउको तल खुट्टा माथि अनि अरु जो हार्छ उसले टाउको तल खुट्टा माथि नम्बर 1 नम्बर 2 जो हार्छ उसले चाहिँ हाम्रो जितेको मान्छे यहाँ मार्करले यहाँ छातीमा एमबिबी को नाम लेख्ने गिफ्टरको नाम ल ल 2000 माथि है फेरि ल 2000 माथि गर्ने हैन तपाईले पनि गर्नुपर्छ नि फेरि मलाई तपाईले पनि गर्नुपर्छ टाउको तल खुट्टा माथि गर्नुपर्छ तपाईले पनि ल ओके म त फेरि यो वन पिस लाएको छु यो वन पिसले सबै फर्किन्छ होला हौ टाउकैपट्टि फर्के पनि हामीले चाहिएको त्यही हो ल साथीहरु सबैजनाले गाई सबैले ट्याप गर्नु भाइ मलाई एउटा ड्रिङ्कमा आउँदै एउटा ग्यालेक्सी हान्दिनु कि ल ल गाई सबैले ट्याप गर्नु है सबैजनाले ट्याप गर्नु राजबास थ्यांक यू कान्छी अब 2000 देखि चाहिँ पनिसमेन्ट दाजुभाइ दिदीबहिनी छामे बम्बो खान सेजे ल छामे बम्बो टाउको तल खुट्टा माथि नम्बर 1 नम्बर 2 छातीमा एमभिभी को नाम लेख्नु ल मार्कर देखाउनु तपाईको मार्कर देखाउनु त लेख्ने मार्कर अब पनिसमेन्ट गर्न सुरु हो नि त ल है रोमा ल गाई सबै ट्याप गरौँ अब यहाँ देखि सुरु है यो म्याच देखि ए यो देखि भाइले खेल दिनु भएकोमा ल एउटै पनिसमेन्ट सुन्नु एउटै पनिसमेन्ट छातीमा मार्करले पहिला सुरुको पनिसमेन्ट सुन्नु सुरुको पनिसमेन्ट चाहिँ जो हारे पनि टाउको तल खुट्टा माथि ल हुन्छ त्यो अर्को त्यो मार्कर सरकार लेख्ने भनेको पछि कुरा हो टाउको तल खुट्टा माथि जबसम्म स्पिड चाल्ने सिक्दैन तबसम्म टाउको तल खुट्टा माथि ल आउनुस् ओके ल तपाईको जामा लाओस् नलाओस् केही फरक पर्दैन साथीहरु लौ त लु टाउको तल खुट्टा माथि टाउको तल खुट्टा माथि सबैजना टाउको तल खुट्टा माथि लेट्स गो ट्याप द शेयर पुङो छिरुमा पुङो थ्यांक यू लक्ष्मण